हे लोडिन्छ होला ओइ रोक्नु है जयबसी यहाँ भित्र पनि ओटो है खोइ कताबाट जाने लु जानु आस्तेले वाह हेर्नुहोस् त अटोभित्र ओहो आया तपाईहरुले प्रार्थनामा चाहिँ सम्झिँदै गर्नु हामी बहुत भित्र आइपुगेछौँ पावल र पत्र चिनेको ठाउँतिरै हामी आउँदैछौँ ढुङ्गा काँडा हामी धेरै भित्र आइपुगेका छौँ प्रिय मण्डली अनि यहाँ चाहिँ मान्छेलाई त गाह्रो पर ओटो आउने ठाउँमा यस्तो भित्र ओटो आउँछ तपाईँ आफै सोच्नु होला प्रिय मण्डली डरले गरेर मेरो नै पहिलोचोटि हो भाइ पनि म प्रार्थना गरेर नै भित्र पसेको अब आयो एकछिन है निकै लगभग तपाईँको कति भित्र आइपुग्यौँ हामी अब 70-80 आइपुग्यौँ 3000 फुट आमामामामा 3000 फुट भित्र हामी आइपुग्यौँ होइन स्यासी होइन यहाँ भित्र अलिक स्यासी नै खालको अर्कै एउटा अक्सिजन रहेछ क्या यहाँ होइन यो यस्तो पनि हो अहिले अटो चल्यो नि त अटोको धुवाको गन्ध यो के हो चड्केको रहेछ त माथिबाट तालले पेलेको त्यसको लागि यो हो यो भएन भने त चरापै आउँछ नि त यता अब यहाँदेखि मेरो यहाँसम्म जहाँसम्म बिग्रेछ नि यहाँसम्म बाटो बनाउनु लागि मेरो 20 लाख टार्गेट कसरी बाटो बनाउँछ यो तल खन्नु पर्यो होला हैन यसलाई अलि उता ठेल्ने यो माथिको झार्ने अबे मालिकले पनि हेर्ला नि त मालिकले मेरो किति हुन्छ ठिकै छ नि त्यसो भए 10 साल चलाउनु पायो भने त तपाईले त्यो भन्दा कहिले कमाइदिनुहुन्छ नि अब हेर्नु नि अब बाइकमा हिँड्ने मान्छेले स्कुलमा 3000 फुट भित्र हामी आइपुगेका छौँ प्रिय मण्डली तपाईहरु चाहिँ आउने प्रयास नगर्नु होला यो भित्र आउँदै हुनुहुन्छ भित्र आउँदै हुनुहुन्छ हालेलुया